आज चाहिँ म मासुको अचार बनाउँदैछु। मैले मासुको अचार नबनाएको चाहिँ कति धेरै टाइम भइसक्यो नि त। मलाई चाहिँ मासुको अचार खानु मन लागिरहेको थियो अनि त्यसपछि मेरो फरिमा चाहिँ मासुको अचारहरू घुमिरहेको थियो। खानु मन लागेपछि नखाने त कुरै भएन अनि त्यसपछि म चाहिँ मासु किन्न गएँ। मैले मासुको अचार बनाउनको लागि चाहिँ छातीको 2 केजी फ्रोजन मासु लिएर आएको छु। मैले हिजो राति कामबाट आएर सुत्ने बेलामा चाहिँ मासुलाई बाहिर राखिदिएको थिएँ। त्यसपछि बिहान उठ्दा त पग्लिसकेको थियो नि त। अनि त्यसपछि बिहान उठेर चाहिँ मासुलाई काटकुट पारेँ पहिला चाहिँ। अब चाहिँ म त्यसमा अलिकति नुन र मसला हालेर एकछिन मोल्छु। अनि त्यसपछि म यो मासुलाई 1-2 घन्टाको लागि यतिकै छाडेर राखिदिन्छु। त्यतिन्जेलसम्मको लागि चाहिँ अब म मसला रेडी गर्दैछु। मसलाको लागि चाहिँ मैले जिरा, धनिया, तोरी र टिमुर राखेको छु है। अब चाहिँ म यसलाई एकछिन मजाले भुटेर पकाउँछु। यतिन्जेलसम्म चाहिँ अघि राखेको मासु पनि म्यारिनेट भइसक्यो नि त। अब चाहिँ म मासुलाई फ्राई गर्दैछु। मासु पनि फ्राई गरेर सकिसकेँ है। मासुको अचार बनाउनको लागि मेन चाहिने सामान भनेको चाहिँ अदुवा, लसुन अनि त्यसपछि मसला हो नि त। मैले मासु फ्राई गरिराखेको बेलामा चाहिँ मेरो बहिनीले अदुवा र लसुन काटेर राखिदिइराखेको थिएँ कि। अब चाहिँ म मसलाहरूलाई तेलमा पकाउँदैछु। त्यसको लागि तेल चाहिँ मैले अघिकै तेल युज गरिराखेको छु है। सुरुमा चाहिँ मैले अदुवालाई राखेँ किनभने चाहिँ अदुवा पाक्न एकछिन टाइम लाग्छ नि त। अनि अदुवा पाकिसकेपछि चाहिँ लसुनलाई हालेर पकाएँ अनि त्यस मसला पनि त्यही सँगसँगै पकाइदिएँ। मैले अमिलोको लागि चाहिँ भिनेगर लिएको छु। यो राख्यो भने चाहिँ बिग्रिँदैन रे। अब चाहिँ हाम्रो मासुको अचार रेडी भइसक्यो।